हेलो वेलकम ब्याक माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो आज मेरो ड्युटी थियो सलुनको 10 बजीदेखि 7 बजीसम्म। सो मेरो छुट्टी भइसकेको थियो। छुट्टी भइसकेर चाहिँ म हिँड्दै थिएँ बाटोमा यो साइडको रोडमा यस्तै गरेर हिँड्नुपर्छ। अनि साइडमा हिँडिसकेर म माथितिर रोड क्रस गर्नुपर्छ नि त। एउटा हाइवेको साइडमा रोड क्रस गरेर एउटा साइडको क्रस गर्नुपर्छ। बसमा चढिसकेपछि बसको गभर्मेन्ट बसमा, किनकि मेरो आधार कार्ड यहाँकै छ। सो त्यसैले मेरो पैसा लाग्दैन। सो आधार कार्डबाटै म जहाँ जाँदा पनि मेरो फ्री हुन्छ। सो मेरो घर जाने बाटो म म्याक्सिमम् 5 मिनट्स लाग्छ, त्यस्तै हो ड्युटीदेखि घर जाँदासम्म। अनि म उत्रिहालेँ साइडमा, उत्रेर यो मेरो घर जाने बाटो, रुम जाने बाटो। किनभने हामीहरू अपार्टमेन्टमा काम बस्छौँ नि त, मेरो बुढा अपार्टमेन्टमा काम गर्नुहुन्छ। अनि यो चाहिँ साइडको हो, म रुममा जाँदाखेरिको अगाडि साइडको। सो बिल्डिङमा आइपुगेँ म। बिल्डिङमा आउँदाखेरि यता साइडको लाइट अन थिएन। मेरो बुढो अब बाबु सुतिराख नि त। मेरो बुढोको चाहिँ मनपर्ने चाहिँ क्रिकेट हो। सो क्रिकेट हेर्दै राख्नुहुन्छ। सो क्रिकेट हेर्नु मनमा चाहिँ कस्तो फोन देखाउनु भएको छ मेरो बुढो। थ्याङ्क यू सो मच। मैं वीडियो मिलते हैं नेक्स्ट वीडियो। बाय बाय।